हुन्छ हामी एफएसी को हाम्रो सिरिजलाई हामी कन्टिन्यू गर्नेछौँ। आज हामी भाइ दीक्षणले पढिदिनु भयो एफएसी 2 को 1 देखि 5, तर हामी सबै 10 वटा एफिसियन्स च्याप्टर 2 verses 1 through 10 लाई हामी हेर्नेछौँ। अनि 5 मात्रै चाहिँ हामीले समयको कारणले गर्दाखेरि हामीले पढेको, तर हामी एफएसी 2 अध्याय तपाईले खोलिराख्नुहोस् अनि हामी 1 देखि 10 पदसम्मलाई हामी हेर्नेछौँ। सो पहिलो कुरा म यो आजको वचनलाई सुरु गर्नुभन्दा अगाडि एउटा जन क्याल्भिन हाम्रो रिफर्मरले भनेको कुराबाट म सुरु गर्न चाहन्छु हाम्रो वचनलाई। उहाँले यसरी भन्नुहुन्छ, मानिसहरूले कहिले पनि इमान्दार हृदयले परमेश्वरको आराधना गर्दैनन् वा प्रयास अथवा जोशका साथ उहाँको डर मान्न र उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुँदैनन् जबसम्म मानिसले उहाँको दया कति ऋणी छन् भनेर राम्ररी बुझ्दैनन्। उहाँको कृपा मानिस जातिमाथि कति छ भन्ने कुरालाई बुझेर जबसम्म हामी परमेश्वरप्रति ऋणी हामी महसुस गर्दैनौँ, हामीले परमेश्वरको आराधना गर्न सक्दैनौँ है। जन क्याल्भिनले भनेको कुरा स्पष्ट छ प्रियहरू। हामीले अस्तिको हप्ता मात्र गुड फ्राइडे र इस्टर सेलिब्रेट गर्दै थियौँ, तर गुड फ्राइडेमा के भयो र इस्टर सन्डेमा के भयो, यदि त्यो कुराहरूको गहिराई तपाईले हामीले बुझेर मात्रै हामी अगाडि बढ्यौँ भने हाम्रो जीवनमा परमेश्वरलाई हाम्रो हृदयबाट तपाईँ र मैले धन्यवाद र आराधना गर्न सक्दो रहेछौँ प्रियहरू। तर परमेश्वरले खन्याउनु भएको त्यो जुन चाहिँ आफ्नो पुत्रमाथि खनाउनु भएको क्रोध, जुन चाहिँ क्रोध चाहिँ तपाईँ र मेरो लागि थियो, त्यो क्रोध चाहिँ येशू ख्रीष्टले बोकेर त्यो क्रुसमा चढ्नुभयो अनि उहाँ तपाईँ अनि मेरो निम्ति मरिदिनु भयो र तपाईँ र म मर्नुपर्ने सट्टामा उहाँ मरिकन तपाईँ र मेरो लागि अनन्त जीवन कमाइदिनु भयो। जबसम्म प्रियहरू यो यथार्थ तपाईँ र मैले बुझ्दैनौँ अनि हामी परमेश्वरप्रति ऋणी हुँदैनौँ भनेको चाहिँ हामी परमेश्वरप्रति धन्यवादी, त्यो भित्रबाट हामी धन्यवादी छैनौँ भने इमान्दार साथ परमेश्वरको तपाईँ र मैले आराधना पनि गर्न सक्दैनौँ अरे। कस्तो यो जटिल कुरा छ। हामीले हामी शनिबार यहाँ भेला हुन्छौँ, विभिन्न हामी भजनहरू गाउँछौँ प्रियहरू, हाम्रो प्रत्येक दिनमा पनि हामी परमेश्वरलाई आराधना दिन्छौँ विभिन्न तहहरूमा। तर जरा चाहिँ तपाईँ र मैले बुझ्नुपर्छ प्रियहरू कि तपाईँ र ममा खनिने क्रोध चाहिँ येशूमाथि खनियो अनि तपाईँ र म मर्नुपर्ने सट्टामा उहाँ मरिदिनु भयो, तर उहाँ मरेको हुनु भएन, तर तेस्रो दिनमा बौरी उठेर तपाईँ र मेरो लागि अनन्त जीवन कमाइदिनु भयो। त्यसले गर्दा त्यो यथार्थ तपाईँ र मैले बुझ्यो भने तपाईँ र म चाहिँ वी सपोज टु बी ग्रेटली थ्याङ्कफुल टु गड फर वाट ही हेज डन अन द क्रस। द मोमेन्ट वी विल एक्नोलेज द sacrifice that Jesus made on the cross for our sin, then only we will be able to worship him sincerely. आजको वचनको हाम्रो मूल तपाईले पहिल्यै हाम्रो दीक्षण भाइले पढ्दै गर्दा हामीले एउटा शब्द पढेको थियो, you were dead, है, तिमीहरू मरेका थियौ भन्ने शब्दहरू पढ्छौँ। तर आजको वचनको खण्डको सन्दर्भलाई हामी बुझ्नको लागि अस्तिको हप्ताको वचनको एउटा खण्डलाई पढ्नेछौँ अनि त्यहाँबाट हामी अगाडि पढ्नेछौँ सन्दर्भ बुझ्नको लागि है। अस्तिको हप्ता हामीले एफएसी 1 हामीले पास्टर ताराबाट हामीले वचन सुनेका थियौँ र त्यसको 19 अनि 20 पद म तपाईँलाई पढेर हामी अगाडि बढ्नेछौँ। यहाँ भन्छ, अनि हामी विश्वास गर्नेहरूका निम्ति उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरू जान्न सक, त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो है। अनि भन्नुहुन्छ जो उहाँले ख्रीष्टमा पुरा गर्नुभयो, जब उहाँले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि उहाँले बसाल्नुभयो। आमेन। तपाईँले त्यहाँ राम्ररी हेर्नु भने हामी जति पनि विश्वास गर्नेहरूका निम्ति चाहिँ जुन कार्य चाहिँ परमेश्वर येशूले क्रुसमा गरिदिनु भयो, उहाँ बौरी उठ्नुभयो, द्याट इज आवर फ्युचर। त्यही नै हो तपाईँ र मेरो भविष्य। त्यसले गर्दा आजको खण्डमा पावलले एफएसीको मण्डलीलाई विशेष गरी जेन्टाइल क्रिस्चियन्सहरूलाई भन्नुपर्दा उहाँले भनेको शब्द मेन थिम भनेको आज कि हामीलाई चाहिँ पापको चिहानबाट निकालेर
ख्रिस्टमा महिमाको सिंहासनको कोठामा चाहिँ राखिएको छ प्रियहरू। हेर्नुहोस् त, we are taken out of graveyard of sin and placed into throne room of glory in Christ. तपाईं र मेरो स्थितिमा हामीले पुरानो यो चाहिँ पावलले एफिसीको मण्डलीलाई विशेष जेन्टाइल क्रिस्चियनहरूलाई लेख्दै गर्दाखेरि के कुरा थियो पहिला र अहिले के कुरा भएको छ, दुईवटा आजको वचनमा खण्डमा हेर्नुभयो भने के भयो, के कस्तो थियो तपाईं र मेरो स्थिति, अहिले के भएको छ र हामीलाई जुन ठाउँमा अहिले परमेश्वरले राख्नुभएको छ त्यसको उद्देश्य के हो। तीनवटा कुरा तपाईँले हेर्नुभयो भने 1 देखिको 3 पदमा हाम्रो पुरानो गिरेको स्थिति, 4 देखिको हाम्रो 9 सम्ममा हेऱ्यो भने परमेश्वरले हाम्रो जीवनमा के गर्नुभएको छ र 10 पदलाई अथवा 9 र 10 पदलाई हेऱ्यो भने हाम्रो जीवनको उद्देश्य के हो प्रियहरू, त्यो पावलले स्पष्ट पार्नुभएको छ। त्यसले गर्दा ढिलो नगरी पहिलो आजको वचनको हाम्रो बुदालाई हेऱ्यौँ भने ख्रिस्ट बाहेक है, अपार्ट फ्रम क्राइस्ट वी वर स्पिरिचुअली डेड होइन। ख्रिस्ट बिना चाहिँ तपाईँ अनि म चाहिँ आत्मिक रूपमा चाहिँ हामी मरेका व्यक्तिहरू थियौँ। यो चाहिँ त्यति बेलाको जेन्टाइल क्रिस्चियन्सहरूलाई पावलले भन्दैछ कि येशू बाहेक चाहिँ हामीहरू एभ्रीबडी सबैजना चाहिँ हामी आत्मिक रूपमा मरेका मानिसहरू थियौँ। अनि कसरी, किन भन्ने कुराहरूमा हामी गएर जब पनि हामी आत्मिक रूपमा मरेका भन्छौँ, विशेष गरी हामी तीनवटा कुराहरू यहाँनिर हेर्नेछौँ। हामी मरेका भन्नाले है तीनवटा कुराहरू, हामी मरेका थियौँ, हामी आत्मिक रूपमा हामी मरेका थियौँ, हामी अनआज्ञाकारी थियौँ, अनि हामी चाहिँ हाम्रो जीवनको विनाश चाहिँ निश्चय थियो। प्रियहरू हेर्नुहोस्, यदि येशू ख्रिस्ट अस्तिको हप्ता गुड फ्राइडेमा नआइदिनु भएको भए र उहाँ चाहिँ मरेकोहरूबाट बौरी नउठ्नु भइदिएको भए चाहिँ तपाईँ र मेरो जीवनको स्थिति चाहिँ यो हो। प्रिय हेर्नुहोस्, हामी मरेका थियौँ, हामी अनाज्ञाकारिता थियौँ र हाम्रो जीवनको विनाश चाहिँ निश्चय थियो। प्रियहरू, देयर वाज नो होप, थिएन तपाईँ र मेरो कुनै पनि आशा। त्यसले गर्दा फर्स्ट कुरा वी वर डेड होइन, तपाईँ र म चाहिँ हामी मरेका थियौँ। आजको वचनको खण्डको पहिलो पदलाई तपाईँ र मैले हेऱ्यौँ भने यसरी लेखेको छ कि तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेका बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। अलिकति नेपालीमा थपेर भनेको छ, तर इङ्ग्लिसमा हेर्नुभयो भने सिम्पल छ, स्ट्रेट टु द पोइन्ट, एन्ड यु वर डेड इन द ट्रेसपासेस एन्ड सिन, द्याट्स इट। तिमीहरू चाहिँ तिम्रो पापमा, तिम्रो अपराधमा चाहिँ मरेका थियो। पावलले तिमीहरू भन्दै थियो जेन्टाइल क्रिस्चियन्सहरूलाई भन्दै गर्दा हि इज इन्क्लुडेड इन द्याट स्टेटमेन्ट। हि वाज अल्सो डेड स्पिरिचुअली, आफै पनि ऊ मरेको व्यक्तिहरूमध्ये एउटा मान्छे थियो। अनि हामीले यो आत्मिक रूपमा मरेको भन्दाखेरि कसरी चाहिँ पत्तो लगाउने त्यो एउटा आत्मिक रूपमा मरेको मानिस र आत्मिक रूपमा ज्यालो भएको मानिसको भिन्नता के हुन्छ भनेर तपाईँलाई कहिले पनि प्रश्न भयो भने चाहिँ यसरी भन्छ कि आत्मिक रूपमा मृतक भएको व्यक्तिको चाहिँ आत्मिक कुराहरू उसले बुझ्न पनि सक्दैन अरे, र त्यो आत्मिक कुराहरूलाई उसले कहिले पनि कदर गर्दैन अरे, बरु त्यसमा असमर्थ हुन्छ अरे। हेर्नुहोस्, जो मानिसहरू चाहिँ आत्मिक रूपमा चाहिँ मरेका छन् अरे, दोज हु आर स्पिरिचुअली डेड, the spiritually dead person is unable to understand and appreciate spiritual things. आत्मिक कुराहरूलाई बुझ्नलाई अनि त्यसलाई अप्रिसिएट गर्नलाई पनि त्यो मान्छे असमर्थ हुन्छ अरे। So this is the sign. Who is spiritually dead? A person who is unable to understand and appreciate the spiritual thing. त्यसले गर्दा जति बेला येशू ख्रिस्ट संसारमा हुनुहुन्थ्यो आत्मिक रूपमा मरेका व्यक्तिहरूले येशू ख्रिस्टको त्यो आत्मिक रत्तलाई उनीहरूले बुझेर उनीहरूले अप्रिसिएट गर्नुको सट्टा येशूलाई खेदेको कुराहरू हामी परमेश्वरको वचनमा हामी भेटाउँछौँ। दोस्रो कुरा, हामी येशू बाहेक, विदाउट क्राइस्ट अर अपार्ट फ्रम क्राइस्ट वी वर डिसओबिडियन्ट है। तपाईँ र म अनाज्ञाकारी थियौँ। कसरी अनाज्ञाकारिता हामी तपाईँ र ममा थियो भन्ने कुरा तपाईँ र हामीलाई हाम्रो जेनेसिसमा हामी जान सक्छौँ। आज पढेको वचनको खण्डको 2 पदले भन्छ, यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियौ।
त्यति बेला भन्दछ कि इन विच यु वन्स वक्ड फलोइङ द कोर्स अफ दिस वर्ल्ड, फलोइङ द प्रिन्स अफ द पावर अफ द एयर, द स्पिरिट द्याट इज नाउ एट वर्क इन द सन्स अफ डिसओबिडियन्स। यो पहिलाको जीवनको, ख्रिस्ट बिनाको जीवनको चित्रहरू प्रियहरू। एउटा ख्रिस्ट बिनाको जीवनको चित्र चाहिँ कस्तो छ भने एउटा आत्मिक रूपमा त्यो व्यक्ति मरेको छ र ऊ अनआज्ञाकारी छ। अनि जब पनि हामी अनआज्ञाकारिताको कुरा गर्दाखेरि त्यहाँनिर तीनवटा कुराहरू विशेष गरी आजको त्यो अनआज्ञाकारी परमेश्वरलाई पछ्याउनुको सट्टामा हामीले तीन दुष्ट शक्तिहरूलाई पछाएका छौँ बितेका दिनमा। जब हामी एउटा व्यक्तिले ख्रिस्ट येशूलाई विश्वास गरेको हुँदैन र एउटा मरेको जीवन र अनआज्ञाकारिताको जीवन देख्दा देखिने चित्रहरू के हो भन्दाखेरि हामीले तीनवटा दुष्ट कुराहरूलाई पछाएको छौँ अरे। एउटा चाहिँ हामीले संसारलाई पछाएका छौँ, अर्को कुरा हामीले शैतानलाई पछाएका छौँ, अनि अर्को कुरा चाहिँ हामीले हाम्रा पापी इच्छाहरूलाई हामीले पछाएका छौँ। We have followed the world, we have followed Satan, and we have followed our sinful desires. हाम्रो भूतकाल यस्तो देखिन्छ प्रियहरू। ख्रिस्ट बिनाको जीवनको चित्रहरू पावलले उसले कोरिरहेको छ। नम्बर 3 कुरा, we were doomed, है, we were hopeless। हामीमा कुनै विनाश भन्ने कुरा तपाईँ र मेरो निश्चय थियो। कुनै पनि कुराले तपाईँ र मलाई बचाउन सक्ने कुनै पनि संसारका थोकहरू थिएनन् प्रियहरू। आजको वचनको खण्डको 3 पदले भन्छ, तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौँ र बाँकी मानिसहरू जस्तै, जसले ख्रिस्ट येशूलाई विश्वास गरेका छैनन्, ती मानिसहरू जस्तै हामी स्वभावले क्रोधका सन्तान थियौँ। हामी स्वभावले नै हामी चाहिँ विनाशमा पुगिराखेका मानिसहरू थियौँ। पावलले अलिकति अगाडि गएर यही एफिसीको 4:18 यसरी भन्नुहुन्छ प्रियहरू, 4:18 यसरी भन्नुहुन्छ, तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अनआज्ञाकारिताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। है, परमेश्वरको कठोरता, उनीहरू परमेश्वरसँग कठोर भएको हुनाले चाहिँ स्पष्ट भनेपछि परमेश्वरले जुन जीवन दिने वृक्षको रुखबाट चाहिँ उनीहरू चाहिँ अलग भएका छन्। विच मिन्स दे आर डेड, दे वर डेड। उनीहरू मरेका थिएन, तिमीहरू मरेका थियौ। अनि तिम्रो र मेरो भूतकालको दृश्य चाहिँ यस्तो देखिन्छ भनेर पावलले स्पष्ट अगाडिको 1 अनि 2 अनि 3 पदमा 2 को एफेसीको स्पष्ट पढ्नु भएको थियो। अपार्ट फ्रम क्राइस्ट वी आर डेड, अपार्ट फ्रम क्राइस्ट वी आर डिसओबिडियन्ट, अपार्ट फ्रम क्राइस्ट वी आर होपलेस, वी आर डुम्ड। त्यो चाहिँ हो यथार्थ। यदि आज पनि तपाईँ र मैले येशूलाई हाम्रो हृदयबाट विश्वास गरेका छन् भने द्याट इज आवर रियालिटी। त्यही नै हो सत्यता। हेर्नुहोस्, यदि हामीले हाम्रो हृदयबाट येशू नै परमेश्वर हुनुहुन्छ भनेर हामीले जीवन दिएका छैनौँ, विश्वास गरेको छैनौँ भने वी आर स्टिल इन द सेम सिचुएसन। हामी त्यही ठाउँमा नै तपाईँ र म छौँ। तपाईँलाई थाहा छ, हामीले लुकाको 15 अध्याय जहिले पनि पढ्छौँ है। अनि यो चाहिँ सबैले मन पराउने एउटा दृष्टान्त हो, जुन चाहिँ दृष्टान्तमा 2वटा प्रोडिगल सन भन्छ, अनि नेपालमा चाहिँ हराएको छोराको दृष्टान्त भन्छ। अनि सबै संसारले, जो एउटा विश्वासी छैन त्यो संसारको मान्छेले पनि यो दृष्टान्त सुनेको छ प्रियहरू। अनि यो आधारमा कतिवटा उनीहरूले आफ्नो सामाजिक अनि एउटा व्यवहारिक जीवनलाई पनि उनीहरूले एउटा शिक्षाको रूपमा लिएर अभ्यास गर्ने खोजेका छन्। जब चाहिँ त्यो एउटा बिग्रिएको छोरा जसले बाउबाट सम्पत्ति लिएर, होइन म तपाईँसँग बस्दिनँ, मलाई आफ्नो खुसी गर्नु दिनुहोस् भनेर त्यो छोरा हिँडेका थिए। तर समयको अन्तरालमा उसले बुझ्यो कि म चाहिँ पितासँग जोडेको छैन भने मेरो जीवनको स्थिति चाहिँ सुँगुरको चारो खाने भयो। हेर्नुहोस्, यहाँ
है। त्यो छोरा कान्छो छोराको स्थितिलाई तपाईँले हेर्नुभयो भने जब पनि ऊ बुवाको उपस्थितिदेखि ऊ अलग भएर उसले आफ्नै जीवन आफूले धान्न खोजे र उसको जीवन यस्तो ठाउँमा आएर टुङ्गियो जो चाहिँ एउटा रोयल फ्यामिलीको छोरा देखिन्छ त्यहाँ दृष्टान्तमा। अब सुँगुरको चारो खाने स्थितिमा पुगेको थिएनस्। जब पनि हामी वी आर अपार्ट फ्रम क्राइस्ट, द्याट इज आवर प्रेजेन्ट रियालिटी। तर यो घटनामा हामीले तपाईँले पढ्दा यस्तो बिरबुल कुरा के छ भन्दाखेरि जब यो छोराले महसुस गरे कि म चाहिँ बुवाको छत्र छायाभन्दा बाहिर निस्केपछि चाहिँ मेरो स्थिति चाहिँ यो छ, अब म के गर्छु, म जान्छु, म बुवालाई सरी भन्छु, बरु मलाई जुन चाहिँ छोराको औदा छ मलाई त्यो चाहिएन, तर उहाँको नकुरहरूमध्ये एउटा नकुर सर मलाई राखिदिनुहोस्, तर मलाई चाहिँ मेरो घरमा आउन दिनुहोस् भनेर भन्छु भनेर छोरा गएको थियो। अनि त्यति बेला जाँदाखेरिको यो वचनको खण्ड म तपाईँलाई पढ्छु। ऊ बाटोमै छ, ऊ घर पनि पुगेको छैन, परबाट आफ्नो बुवाले कुदेर गएर उसलाई अङ्गमाल गर्छ, उसलाई किस गर्छ र उसले आफ्नो नकुरलाई भन्छ र पुस्टाइराखेको पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मेरो छोरो मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाएको छ। तब तिनीहरू आनन्द मनाउन लागे। आमेन। हेर्नुहोस् त, यस्तो हाम्रो परमेश्वर बुवा चाहिँ यति प्रेमिलो हुनुहुन्छ। यो दृष्टान्तबाट देखाउन खोजेको कुरा चाहिँ त्यो छोराले माफी माग्नभन्दा अगाडि पनि परमेश्वर बुवाले तपाईँ र मलाई गर्ने व्यवहार हेर्नुहोस्। उसले आफ्नो नकुरालाई भन्छ पुस्टाइराखेको पशु मार, हामी भोज खाउँ, हामी आनन्द मनाउँ, हामी खुसी हौँ, किनभने यो मेरो छोरा हराएको थियो आज भेटाएको छ, मरेको थियो अब ऊ जीवित भएको छ। हाम्रो जुन परमेश्वरको तपाईँ र मैले आराधना गर्छौँ प्रियहरू, उहाँको चरित्र चाहिँ यस्तो छ। यद्यपि तपाईँ र म हाम्रो जीवनको चरित्रमा हामी मरे तुल्य, हामी होपलेस, हामी अनाज्ञाकारिता भए तापनि परमेश्वर चाहिँ त्यो परमेश्वर हुन्छ जसले तपाईँ र मेरो बाटो कुरेर बसिराख्नु भएको छ। कहिले मेरो छोरा, कहिले मेरो छोरी फर्केर आउनेछ। अनि तपाईँ र मैले फर्केर जाँदा तपाईँ र मैले ठुलो दान दक्षिणा दिनुपर्ने, तपाईँ र मैले तीर्थयात्रा धामहरू धाउन पर्ने र ठुलो कुनै बलिदान गर्नुपर्ने कुरा केही पनि छैन प्रियहरू। सिम्पल कुरा छ, यहाँ साधारण कुरा छ कि तपाईँ र मैले यो कुरा चाहिँ रियलाइज गर्नु पऱ्यो, तपाईँ र मलाई यो कुरा चाहिँ थाहा हुनु पऱ्यो कि अपार्ट फ्रम क्राइस्ट, अपार्ट फ्रम गड, है हामी ख्रिस्ट बिना, परमेश्वर बिना चाहिँ तपाईँ र मेरो अस्तित्व छैन प्रियहरू। हामी एउटा मरेतुल्य मानिस जस्तै छौँ। तपाईँ र म अनाज्ञाकारिताको जीवनमा हामी हराइ पठाउँछौँ अनि तपाईँ र मेरो जीवन चाहिँ हामीले विनाशतर्फ हामी लगी पठाउँछौँ। त्यही नै पावलले भनेको, हेर त तिमीहरू त यस्तो थियो पहिला, तर जुन दिन तिमीले ख्रिस्ट येशूलाई आफ्नो राजा अनि मालिक भनेर तिमीहरूले जीवन देऊ, अब तिमीहरूको जीवन के हुँदैछ यहाँनिर परिवर्तन भएको छ। त्यसले गर्दा भन्छ अब हामीले 4 पददेखि अगाडि बढ्यो भने चाहिँ ख्रिस्टसँग चाहिँ हाम्रो आत्मिक रूपमा चाहिँ हामी के भएका छौँ अरे, जीवित भएका छौँ। विथ क्राइस्ट वी आर स्पिरिचुअली अलाइभ। अघि अपार्ट फ्रम क्राइस्ट वी वर स्पिरिचुअली डेड, तर विथ क्राइस्ट वी आर स्पिरिचुअली अवेक एन्ड अलाइभ। हामी येशूमा चाहिँ जब हाम्रो जीवन दिन्छौँ प्रियहरू, त्यति बेला मात्रै, अरू कुनै थोकले होइन प्रियहरू, तर येशूमा जब हामीले पूर्ण रूपले हाम्रो जीवन दिन्छौँ, उहाँ नै हाम्रो जीवनको राजा अनि मालिक बनेको न हामीले पूर्ण भरोसा अनि विश्वास गरेर हामीले उहाँमा हाम्रो जीवन दिन्छौँ भने तपाईँ अनि म आत्मिक रूपमा चाहिँ जीवित मानिसहरू बन्न पुगेका छौँ। पावलले त्यही भन्छ आजको पढेको वचनको खण्डमा, तपाईँलाई म पढेर सुनाउँछु 4 देखि, अनि मैले हाइलाइट लागेको कुराहरू तपाईँले त्यहाँनिर हेर्नुहोस्। तर परमेश्वरले अघि भन्नुभयो सुरुमा, यु वर डेड, तिमीहरू मरेका थियौ। अब यहाँ भन्छ 4 पातमा, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँग जीवित पार्नुभयो। आमेन। हामी मरेका थियौँ प्रियहरू, तर पनि परमेश्वर आफ्नो प्रेममा, उहाँ कृपामा, उहाँ अनुग्रहमा यति धनी हुनुहुन्छ कि ख्रिस्टसँग उहाँले तपाईँ अनि मलाई जीवित पार्नुभएको छ। हामीले इस्टरमा यही कुरा हामीले सुनिराखेका थियौँ। परमेश्वरको वचनले यही कुरा सिकाउँछ, जुन दिन ख्रिस्ट मरेकाहरूबाट बौरी उठ्नुभयो प्रियहरू,
हरेक व्यक्ति जसले येशूलाई विश्वास गरेका छन् उनीहरू पनि आफ्नो मृतकबाट बौरी उठेका छन्। आमेन। हामी यद्यपि अहिले शरीर रूपमा हामी नमरे ताम भोलि हामी मर्नेछौँ, एक दिन हाम्रो यो पार्थिव शरीरहरू ढल्नेछ प्रियहरू। तर पनि येशूलाई विश्वास गर्ने मान्छेहरूको भविष्य भने जसरी येशू मृतकहरूबाट उहाँ जीवित पार्नुभयो, हाम्रो आफ्नै बलबुद्धिमा होइन, हेर्नुहोस् त, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। येशूले गर्नुभएको अनुग्रहद्वारा तपाईँ अनि मैले अनन्त जीवन पाएका छौँ। अनि हामीले अगाडि पढ्यो भने 6मा, र उहाँसँग हामीलाई उठाउनु भयो। अघि भन्नुभयो अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नु भयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दया, आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। है, जुन कुराहरू चाहिँ कसरी परमेश्वरले तपाईँ र मलाई प्रेम गर्छ भनेर जान्नुहुन्छ। हाउ डु यु नो द्याट गड लभ्स यु? तपाईँलाई कसैले सोध्यो भने होइन, अनि तपाईँले साह्रै कुरा गर्नुभयो, तपाईँलाई चाहिँ कसरी थाहा छ तपाईँको ईश्वरले तपाईँलाई प्रेम गर्छ भनेर? के छ प्रमाण तपाईँहरूसँग भनेर तपाईँले भन्न सक्नुहुन्छ, येशू ख्रीष्ट। येशूले जुन जीवन जिउनुभयो प्रियहरू, जुन कुरा क्रुसमा गर्नुभयो, जुन दिन तेस्रो दिनमा मरेकाहरूबाट बौरी उठ्नुभयो, त्यो अरू कुरा केही नभएर तपाईँ अनि म प्रतिको परमेश्वरको प्रेम थियो प्रियहरू। परमेश्वरले प्रेम गर्नुभएको कारणले तपाईँ र म हाम्रो मरेको स्थितिमा परमेश्वरले नछोडेर तपाईँ र मलाई जीवन दिने योजना बनाउनु भयो र आफ्नो पुत्रलाई तपाईँ अनि मैले खानुपर्ने क्रोध आफ्नो पुत्रलाई खिलाएर क्रुसमा मारेर एउटै कुरा परमेश्वरले भन्नुभयो, आई लभ यु, म तिमीहरूलाई प्रेम गर्छु र मेरो एकमात्र पुत्र पनि तिमीहरूलाई प्रेम गर्नलाई म बाँकी राख्दिनँ। त्यसले गर्दा पावलले रोमी 5:8 भन्छ कि तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। हेर्नुहोस् त, बट गॉड shows his love for us in that while we were still sinner, Christ died for us. Christ did not die when we were good. Christ did not die when we were improving. No, he died while we were still sinners. तपाईँ र म पापी हुँदा नै ख्रीष्ट येशू तपाईँ अनि मेरो लागि मरिदिनु भयो प्रियहरू। अनि येशूको जीवनमा उहाँले मार्था अनि मरियमलाई भन्नुभएको कुरा, म यो जहिले यो इस्टरको बेलामा यो वचन मलाई याद आउँछ। अनि म अस्तिको हप्ता पनि तपाईँलाई मैले पढेर सुनाएको थिएँ इस्टरमा, कि येशूले भन्नुभएको मार्था मरियमलाई कि येशूले तिनलाई भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्यो मर्यो भने पनि त्यो व्यक्ति के हुनेछ? जीवित हुनेछ। आमेन। प्रियहरू, तपाईँ मैले जुन येशूमा विश्वास गरेका छौँ, कुनै पनि संसारको कुराहरूलाई अथवा भौतिक कुराहरूलाई हासिल गर्नलाई तपाईँ र मैले येशूलाई पछाएन, निश्चय नो। हामीलाई थाहा छ कि येशूमा विश्वास गर्दाको हाम्रो जुन चाहिँ एउटा चहकिलो भविष्य, त्यो मृत्यु पारीको देशमा पनि तपाईँ र मेरो चहकिलो भविष्य छ। त्यो भविष्य चाहिँ उहाँको वचनबाट तपाईँ र मलाई के गर्नुभएको छ? उहाँले स्पष्ट पारिदिनु भएको छ। अनि यो मेरो भनाइ होइन, तर मैले एउटा किताब पढेको थिएँ र मैले त्यो राइटर चाहिँ अननोन छ मेरो लागि, मैले इट्स बिन लङ टाइम, तर मैले उहाँले भनेको कुरा चाहिँ यहाँनिर ल्याएको छु। क्रिस्चियन धर्म, अब यो धर्म भनेको ठुलो विवाद छ, अहिले त्यसमा नजाउँ, तर पनि भन्छ कि क्रिस्चियन धर्म भनेको राम्रो व्यक्ति बन्ने बारेमा होइन। हेर्नुहोस्, न त यो नयाँ धार्मिक व्यवहार सुरु गर्ने बारेमा हो। क्रिस्चियन धर्म भनेको नयाँ व्यक्ति बन्ने बारेमा हो। आमेन। राम्ररी हेर्नुहोस्, Christianity is not about becoming a nice person, nor is it about starting a new religious routine. It is about becoming a new person. नयाँ व्यक्ति। दोस्रो कोरिन्थी 5:17 यही भन्छ प्रियहरू, यदि कोही ख्रीष्टमा छ भने त्यो के हुनेछ? नयाँ सृष्टि हुनेछ। If anyone is in Christ, he or she is a new creation. नयाँ व्यक्ति प्रियहरू,
जब पनि हामी यो नयाँ व्यक्तिको कुरा गर्छौँ, हामीले यूहन्नाको पुस्तकमा हामी जान सक्छौँ, जहाँनिर निकोदेमससँग ख्रीष्ट येशूले गर्नुभएको कुरामा हामी यहाँनिर पढ्न सक्छौँ। त्यहाँनिर भन्नुहुन्छ परमेश्वरले यूहन्ना 3:3 येशूले तिनलाई जवाब दिनुभयो निकोदेमसलाई, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। प्रियहरू, so important to be born again Christian. हामी नयाँ गरी जन्मिनुपर्छ प्रियहरू। We have to be born again Christians, not simply a nice person, not simply a good person or a religious person, but we have to be a born again Christian. हामी चाहिँ एउटा असल व्यक्ति, एउटा धार्मिक व्यक्ति भन्दा पनि हामी चाहिँ आत्मिक रूपमा नयाँ जन्मेका व्यक्तिहरू चाहिँ प्रियहरू तपाईँ अनि म हुनपर्छ। अनि त्यसको लागि हेर्नुहोस्, तपाईँ र मेरो लागि परमेश्वरको वचनमा यति ब्युटिफुल कुराहरू लेखेको छ। तपाईँ र मैले नङ्ग्रा खियाउनु पर्ने स्थितिहरू छैन प्रियहरू। तपाईँ र मैले 100 दिन उपवास राखेर रुई दारा किटिकन अनि गोहार मागिकन रुई प्लिज मलाई बचाइदेऊ भन्नुपर्ने स्थितिहरू पनि छैन। तपाईँ र मेरो लागि ख्रीष्ट येशू 2000 वर्ष अगाडि आएर उहाँले काम गरिदिनु भएको छ। पावलले यही कुराहरू भन्छन् आजको वचनको 8 र 9 पदमा हेर्नुभयो भने, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले नयाँ जीवन पाएका छौ र यो तिमीहरूको आफ्नै तर्फबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्मद्वारा होइन, नत्र त मानिसहरूले के गर्नेछ? घमण्ड गर्नेछ। यस्तो ठुलो कुरा हेर्नुहोस् त, यस्तो सरल कुरा छ। तपाईँ र मैले ख्रीष्ट येशूबाट पापबाट क्षमा पाउनलाई, अनन्त जीवन हामीले प्राप्त गर्नलाई तपाईँ र मैले कुनै पहाड चढ्नुपर्ने कुरा छैन, न दान दक्षिणा दिनुपर्ने छ, न त हजारौँ दिन उपवास बसेर दारा किटिकन तपाईँ र मैले कुनै क्रियाकलाप गर्नु। एउटै कुरा तपाईँ र मैले गर्नुपर्ने छ कि तपाईँ मैले ख्रीष्टको आवाज सुनेर हाम्रो जीवन चाहिँ पूर्ण रूपले येशूलाई हामीले समर्पण गर्नुपर्छ प्रियहरू। र जुन बुलावट अघि मैले भने 3वटा कुरा आजको वचनको खण्डमा, सुरुमा हामी मरेका व्यक्तिहरू थियौँ, प्रभुले हामीलाई जीवन दिनुभएको छ प्रियहरू, र साथै हामीलाई उद्देश्य पनि परमेश्वरले दिनुभएको छ। हामी मरेका थियौँ, हामीलाई परमेश्वरले जीवन दिनुभएको छ, र जीवनको साथमा परमेश्वरले तपाईँ र मलाई उद्देश्य पनि दिनुभएको छ। आजको वचनको खण्डमा 10 पदमा हेर्नुभयो भने भन्नुहुन्छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा नयाँ गरी सृजना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाट नै ती तयार गर्नुभएको थियो। आमेन। For we are his workmanship, created in Christ Jesus for good works. प्रियहरू, उल्टो छ हेर्नुहोस्, ठिकै संसारको संस्कृतिहरूलाई तपाईँले पढ्नुभयो भने, यदि तपाईँले उद्धार अनि मुक्ति कमाउन चाहनुहुन्छ भने तपाईँ र मैले असल काम गर्नु पर्यो, असल व्यवहार गर्नु पर्यो, दान दक्षिणा दिनु पर्यो, हामीले विभिन्न क्रियाकलापहरू गर्नु पर्यो। तर वचनले ठिकै उल्टा भन्छ। हेर्नुहोस् त, तपाईँ र मलाई ख्रीष्ट येशू हामी मर्नुपर्ने सट्टामा उहाँ मरेर अनन्त जीवन कमाएर तपाईँ र मलाई नयाँ जीवन दिनुभएको छ। यस हेतुले कि त्यो एउटा नयाँ जीवन पाएको जीवनको चाहिँ रिजल्ट चाहिँ कस्तो देखिन्छ भने चाहिँ त्यो व्यक्तिहरूबाट चाहिँ परमेश्वरको महिमाको निम्ति चाहिँ असल कामहरू चाहिँ आफै आफ बगेर जान्छ। हामीले चाहिँ असल कामले मुक्ति पाउने होइनौँ प्रियहरू, तर मुक्ति पाएका हुनाले अथवा पवित्र आत्मा तपाईँ अनि म भित्र भएको हुनाले पवित्र आत्माको फलहरू चाहिँ तपाईँ अनि मेरो जीवनमा चाहिँ लटरम्म फल्नेछ। अनि त्यही भनेको तपाईँ र म वी आर कल्ड टु बेयर फ्रुट। तपाईँ र म चाहिँ असल फल फलाउनका लागि बोलाएका हामी जनहरू हौँ प्रियहरू। प्रभुले तपाईँ र मलाई नयाँ जीवन पापबाट क्षमा अब पायो यत्तिकै भन्नको लागि परमेश्वरले बोलाउनु भएको होइन प्रियहरू, तर परमेश्वरले तपाईँ अनि मेरो हरेकको जीवनमा एउटा उद्देश्य राख्नुभएको छ उहाँको राज्य विस्तारको कामको लागि। र त्यसै कारण येशू स्वर्गमा जानुभन्दा अगाडि तपाईँ र मलाई एक्लो छोड्नु भने उहाँले पवित्र आत्मा दिनुभयो। अनि जो पवित्र आत्मा जुन दिन तपाईँ र मैले येशू नै प्रभु हुनुहुन्छ भनेर साँचोसँगले हामीले विश्वास गरेका छौँ भने
Holy Spirit is with us and within us, in us, for us, beside us, alongside us, to help us, to guide us, to counsel us. पवित्र आत्मा तपाईँ म भित्र छ, तपाईँ र मलाई गाइड गर्नलाई, तपाईँ र मलाई शिक्षा दिनलाई, तपाईँ र मलाई अर्थ दिनलाई पवित्र आत्मा जहिले पनि तपाईँ अनि मसँग छ प्रियहरू। आमेन। र जब पवित्र आत्मा तपाईँ अनि मसँग हुनुहुन्छ, पवित्र आत्माले त्यो परमेश्वरले दिनुभएको उद्देश्यपूर्ण एउटा गुड वर्क्स गर्ने असल उहाँको अनुयायीहरू बनाउँछ। मुक्ति उद्धार पाउनलाई होइन, तर मुक्ति र उद्धार पाएका मानिसहरूको जीवन चरित्र त्यसद्वारा प्रस्तुत हुनेछ प्रियहरू। हामी जहिले पनि यो वचनको खण्डहरू चाहिँ हामी नन क्रिस्चियन साथीहरूलाई भन्ने गर्छौँ। प्रकाश 3:20 सुसमाचार सुनाउन जाँदाखेरि हामीले यो प्रयोग गर्छौँ कि परमेश्वरले तिमीहरूको हृदयमा ढकढकाइराखेको छ र तिमीले यदि परमेश्वरको आवाज सुनेर खोल्यो भने परमेश्वर तिमीभित्र आउनुहुनेछ। हामी जहिले पनि एउटा सुसमाचारको यात्रामा हिँड्दा हामीले अन्य साथीहरूलाई यो वचनको खण्ड भन्ने गर्छौँ प्रियहरू। तर वास्तवमै वचनमा हेऱ्यो भने यो वचनको खण्ड अन्य जातिहरूको लागि होइन, तर परमेश्वरले मण्डलीलाई भन्नुभएको थियो प्रियहरू। प्रकाश 3:14 देखि 20 पदमा यो कुरा परमेश्वरले अन्य जातिलाई होइन प्रियहरू, तर मण्डलीलाई भन्नुभएको थियो, लाउडेसियाको मण्डलीलाई प्रभुले हुनु थियो। रेभेलेसन 3:14-20। म अन्तिम यो खण्ड पढेर आजको वचनलाई म सिध्याउनेछु। उहाँले भन्नुहुन्छ, अनि लाउडेकियाका मण्डलीका दूतलाई यो लेख, यो कुरा आमेन, विश्वासयोग्य र साँचो साक्षी र परमेश्वरका सृष्टिको शासकले भन्दछ, मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ। चिसो न तातो भए, चिसो कि तातो भए हुने थियो, किनकि तिमी मन तातो छौ र चिसो न तातो। यसकारण म तिमीहरूलाई मेरो मुखबाट उक्कालिदिनेछु। म धनी छु, मसित धन सम्पत्ति छ र मलाई केही कुराको खाँचो छैन भनी तिमी भन्दछौ, तर तिमीलाई थाहा छैन कि तिम्रो दुखी, दैन्य, दरिद्र, अन्धा र नाङ्गा छौ। है, मण्डलीलाई भन्दैछ। हेर्नुहोस् त, लाउडिसियाको मण्डलीलाई परमेश्वरको वचनले, यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सकौ भनी तिम्रा आँखामा लाउनलाई महलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिनेछु। जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु। यसकारण उत्साहित हो अनि पश्चाताप गर। अनि आएर बल्ल 20 पदमा उहाँले भन्नुहुन्छ प्रियहरू, पहिला चाहिँ भन्नुहुन्छ, जतिलाई म माया गर्छु म तिनीहरूलाई हप्काउँछु र ताडना दिन्छु। परमेश्वरले तपाईँ र मलाई आज भन्दैछ प्रियहरू कि म जतिलाई माया गर्छु म तिमीलाई हप्काउँछु र ताडना दिन्छु। यसकारण उत्साहित हो अनि पश्चाताप गर। अनि प्रभुले भन्नुहुन्छ अन्तिममा, हेर म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, सङ्गति गर्नेछु र त्यसले मसँग खानेछ र सङ्गति गर्नेछ। आमेन। र यदि आजसम्म पनि हामीले हाम्रो जीवन परमेश्वरलाई दिएका छैनौँ भने, परमेश्वरलाई साँचोसँगले तपाईँ र मैले ग्रहण गरेका छैनौँ र विश्वास गरेका छैनौँ, आई थिङ्क दिस इज द टाइम, यो समय हो। प्रभुले तपाईँको हृदयमा ढकढकाउँदै हुनुहुन्छ। उहाँको आवाज हामीले सुन्न सक्छौँ प्रियहरू। अनि हाम्रो हृदयबाट ख्रीष्ट येशूलाई हामीले ग्रहण गर्न सक्छौँ र हाम्रो जीवन उहाँलाई हामी दिन सक्छौँ। जुन दिन तपाईँ र मैले यो कुरा गर्छौँ, यो कुरा विश्वास गर्नुहोस् कि हामीलाई चाहिँ पापको चिहानबाट निकालेर ख्रीष्टको महिमाको सिंहासनमा चाहिँ परमेश्वरले बसाल्नुहुनेछ। आमेन। बाबाले यही कुराहरू एफएसीको मण्डलीलाई सिकाउनु भयो र आज हामी नेपाली गस्पल मण्डली परिवारलाई पनि यही भन्नुहुन्छ प्रियहरू, स्टिल गॉड इज नकिङ
at your heart's door. Listen to Him. Open the door. Let Him come. Give or surrender your life to Him. And you will know how good and gracious God we have.